नमस्कार, म हो पदम बुढाथोकी। हाम्रो यो ताप्लेजुङ जाने क्रममा यहाँको केही सुन्दर सुन्दर दृश्यहरू हजुरलाई देखाउने प्रयास गर्दैछु। हेर्न सक्नुहुन्छ, यहाँ परको डाँडामा हेर्न सक्नुहुन्छ, बादल मात्रै लागिरहेछ, बादल लागिरहेछ र यहाँको मौसम धेरै चिसो भएदेखि तपाईँको 21-22 डिग्रीभन्दा माथि छैन। मौसम एकदम राम्रो छ अनि सायद यो माथि माथि तपाईँको हिउँ पनि परिरहेछ, हल्का हल्का हिउँ देखिरहेछ यहाँबाट। अनि यो हो ताप्लेजुङ मार्गेन। यहाँ चाहिँ यहाँ तल देख्न सक्नुहुन्छ, यहाँ तल चाहिँ तपाईँको हाम्रो सिम्बु हाइड्रो पावरको क्वार्टरहरू बन्दैछन्, क्वार्टरहरू अथवा अफिसहरू बन्दैछन्। अनि यहाँ देख्न सक्नुहुन्छ, यहाँको वालको काम सुरु हुँदैछ। अनि यस मौसम यहाँको धेरै राम्रो छ बस्नको लागि।